यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ते दिवश्चवेद्वेदै साङ्गपदक्रमोपनिषदेर् गायन्ति यं सामगा ध्यानावचि ततगतेन मनसा पश्यन्ति यं योगिनो यस्य अन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चतुर्जल वपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलासन्मुक्ता बलि शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुराक्षमालाधरा वाग्देवी वनाम्बुजे वसतुमे त्रैलोक्य माता चिरं मूकं करोति वाचलं पङ्गुलं घयते गिरिं यत्कृपा तमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय ततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयमुदीरयेत्। अथ 29 अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ। तहा उपरान्त चन्द्रावती ब्राह्मणीले शाली नदीमा बहाएका 8 रोटीमा 4 रोटी नाग्नीले पाएर हातमा लि, यस्ता अपूर्व रोटी कसले बनाएछ? मेरा स्वामी घरमा छैनन्, 12 वर्ष भयो, के जानु कता गएछन्? उनलाई नदी एक्लै कसो गरी खाउँ? कहाँ बसिरहेछन् खबर गरौँ, अनि 2 रोटी बाँडी खाउला भनी गण्डकी आदि नदी नाला सबै ठाउँमा खबर गर्दै गइन्। तिनै 8 रोटीमा 4 नागले पाए। कस्ता अपूर्व रोटी पाए, यो रोटी मेरो स्त्रीलाई नखुवाई म एक्लै कसो गरी खाउँ? म परदेश आएको पनि 12 वर्ष भयो, अब घर गई 2 रोटी बाँडी खाउला भनी घर जान आउँदा समुद्रको शाली नदीको सङ्गममा देवस्वामीले श्री स्वस्थानी परमेश्वरीको प्रसाद रोटीका प्रभावले ती नाग र नाग्नी 2 स्त्री पुरुषको भेट भयो। नागिनीले बहुतै हर्ष भई मानसित नागलाई साष्टाङ्ग दण्डवत गरे। हे स्वामी, तपाईँ निष्ठुरी भई मलाई एक्लै छाडी यतिका वर्षसम्म कहाँ जानुभएको थियो? मेरो भाग्यले आज तपाईँको दर्शन मिल्यो। कसैले बगाई पठाएको अपूर्व रोटी पाएँ, तपाईँलाई नखुवाई म एक्लै कसो गरी खाउँ? 2 रोटी बाँडी खाउँला भनी गण्डकी आदि नदी नाला सबै ठाउँमा खोजी आए। अब मलाई सन्तोष भयो, खानुहोस् भनी आफूले पाएका 4 रोटीमा 2 रोटी दिइन्। त्योदेखि नाग भन्छन्, हे स्त्री, त्यस्तै 4 रोटी मैले पनि पाएको छु, तँलाई नखुवाई कसो गरी खाउँ? 2 रोटी बाँडी खाउँला, घर जाउँ भनी आए। तेरो मुखदेखि मलाई पनि सन्तोष भयो, लौ खा भनी आफूले पाएका 4 रोटीमा 2 रोटी दिए। दुवै स्त्री पुरुष रोटी खाइसकेर नागिनीले नागका काखमा बसी आनन्दले रहे। नाग भन्छन्, हे स्त्री, 12 वर्षसम्म हामीहरूको भेट नभएको यसै रोटीका प्रभावले भेट भयो। जसले यो रोटी बहाई पठायो त्यसको भोलि नै इच्छा सिद्धि होस्, लक्ष्मी प्राप्ति हुन्, शत्रु नाश हुन् भनी नाना आशिष दिए। नागिनी भन्छन्, हे स्वामी, त्यसलाई म पनि आशिष दिन्छु। जसले यो रोटी बहाई पठायो त्यसलाई नवग्रहले पीडा नगरून्, सधैँ त्यसदेखि प्रसन्न भई रक्षा गरून्। फेरि भूत प्रेत पिशाच राक्षस आदिले पनि त्यसलाई पीडा गर्न नसकुन्। राज्य लक्ष्मी त्यसका बसमा परुन्। फेरि हामीहरू चाहिँ स्त्री पुरुष कसैसित छुट्टी गएको भए पनि चाँडै भेट होस् भनी नाना तरहले चन्द्रावती ब्राह्मणीलाई आशिष दिई नाग नागिनी आफ्नो लोकमा गए। तथा उपरान्त लाउने देशका लोकहरू स्नान गर्न भनी शाली नदीमा जाँदा एक्लै त्यस्ता तरहले बसेकी चन्द्रावती ब्राह्मणीलाई देखि, तिमी देव कन्या हौ कि गन्धर्व कन्या हौ कि विद्याधर कन्या हौ, अथवा स्वर्ग कि अप्सरा रम्भा हौ कि त्रिलोचनमा हौ कि उर्वशी हौ, एक्लै यहाँ किन बसिरहेछौ भनी सोधे। ती लोकले भनेको सुनि चन्द्रावती भन्छन्, हे लोक हो, म देव कन्या वा अप्सरा कोही होइनन्। वरुणापुरका अग्नि स्वामी ब्राह्मणकी पुत्री चन्द्रावती नामगढकी गोमा ब्राह्मणकी पुत्र नवराजकी स्त्री हुँ। हिजो स्वर्गका अप्सराहरू यस नदीका तीरमा आई श्री स्वस्थानी परमेश्वरीको व्रत गरे। मैले पनि उनीका संसर्गमा व्रत गरी राति जागा भइरहे र अहिले स्नान गरिसकी ईश्वरीको स्मरण गरिरहेको छु। अब माइत जान्छु भनी बसिरहेको छु भन्दा लाने देशका लोकले आश्चर्य मानि गोमा ब्राह्मणीका पुत्र नवराज हाम्रा देशका राजा भएका छन्, यो कुरा हो कि होइन राजा छेउ भनौँ भनी सल्लाह गरी नवराज राजा छेउ गई। हे महाराज भनी चन्द्रावती ब्राह्मणले कहेका कुराको वृत्तान्त कहे। शाली नदीका तीरमा बसेकी छन्, हुन् होइनन् विचार गरी बक्सियोस्। यति लोकले भनेको सुनि नवराजले चन्द्रावतीलाई सम्झी, हे लोक हो, तिमीहरूले भलो भन्यौ,
चन्द्रावती ब्राह्मणी मेरी स्त्री हो, राजकाजमा भुलेर बिर्सिराखेको थिए। अब तिमीहरू गई डाकी ल्याऊ। पालकी दाना वस्त्र अलङ्कार पठाइदिए। फेरि मन्त्रीलाई डाकी, हे मन्त्री हो, मेरो स्त्री चन्द्रावती साल्यदीका तीरमा आई बसेकी रहेछ। लाउने देशका लोकले नाना वस्त्र अलङ्कार पहिरी उसै ठाउँमा गई नाच गीत वाद्यादि गरी लिन पठाइदेऊ। म पनि परसम्म लिन आउला। हात्ती घोडा र छाता ध्वजा चम्बर इत्यादि तयार गर भनी हराए। मन्त्रीले हवस् भनी सहरमा झ्याली पिटाए। सम्पूर्ण लोक पछिलाई आफू पनि गए। लोकहरू चन्द्रावती छेउ पुगी प्रणाम गरी, हे महारानी, नवराज राजाले तपाईँलाई लिन पठाएर हामी आयौँ। यो पालकी वस्त्र अलङ्कार ल्याएका छौँ, चाँडो जाऊ भने। तब चन्द्रावतीले, हे श्री स्रष्टानी परमेश्वरी, मेरा स्वामी नवराजसित चाँडै भेट होस् भनी हिजो व्रत गरेथे, आज प्रत्यक्ष दर्शन पाउन लागे। हे करुणामय, तपाईँलाई कोटि कोटि नमस्कार। पापीले भई दुःखका समुद्रमा डुबिरहेकी मलाई दुःखका समुद्रदेखि पार गर्नुभयो। हे लोकनाथ, तपाईँलाई कोटि कोटि नमस्कार। हे परब्रह्मा, तपाईँले सुदृष्टि गरेर ब्रह्माले चतुर्दश भुवन सृष्टि गरे, यसै तपाईँलाई कोटि कोटि नमस्कार। हे भगवती, तपाईँका कृपाले म पनि लाउने देशको रानी हुन लागे भनी बहुत हर्षमन गरी वस्त्र अलङ्कार पहिरी पालकीमा बसी लोकसित लाने देशमा गइन्। सहर बाहिर पुगेपछि लाने देशका स्त्रीहरूले चालपै हट्टपट्ट गरी कसैले पाकेको भात छाडी निस्के, कसैले छोराछोरी बोकी निस्के, कसैले छोराछोरीलाई रुवाई निस्केर तमासा हेर्दा भए। नवराज राजाले पनि चन्द्रावतीलाई दादा मङ्गल यात्रा गरी दरबारमा भित्याए। स्कन्दजी भन्नुहुन्छ, सुन्यो हे अगस्त्य मुनि, जसले यो 29औं अध्याय सुन्ला अथवा पाठ गर्ला त्यसको सम्पूर्ण पाप नाश होला। स्कन्द पुराण किरार खण्डे स्वस्थानी मार्ग महात्म्य कुमार अगस्त्य सम्वादे चन्द्रावती राजगृह प्रवेश नामे 29औं अध्याय। उपनेतु मंगलम व सकल जगन मंगलालय श्रीमान दिनकर किरण निभूतित नमन लीन दल विवेक्षिण कृष्ण काले वर्षतु पर्जन पृथ्वी सस्य सालिनी दृश्यम क्षबुरहित ब्रह्मणा सन्तु निर्भया अपुत्र पुत्रिना सन्तु पौत्रिण निर्धना सन्तु जीवन्तु सरदाम शतम तत्र गंगा न च ततो गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र एत्र च्युतोदार कथा प्रसंग या कुन्देन्दु तुषारहार रवला या शुभ्र प्रसादिता या वीरा वरदण्ड मदितकरा या श्वेत परमासना या ब्रह्माच्युत शंकर पवित्र वीर देवेश्वरा वनिता सामा पातु सरस्वती भगवती निशेष जार्यापः कायेन वाचा मनस्येन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वाभात करोमि यदत् सकलं परस्मै नारायणायति समर्पयामि श्री स्वस्थानी परमेश्वरै नमः।